आज कुरा गरौँ नेपालका ती 10 ठाउँहरूको जसको नाम राजा, रानी र शासकको नामसँग जोडिएको छ। नम्बर 10 चन्द्र शमशेर। नेपालको इतिहासमा चन्द्र शमशेरको नाम धेरै संरचनासँग भेटिन्छ। चन्द्रनहर, चन्द्रज्योति, जलविद्युत र त्रिचन्द्र क्याम्पस जस्ता नामहरू उनको समय र प्रभावसँग जोडिएका छन्। चन्द्र शमशेरले सिंहदरबार पनि निर्माण गरेका थिए। नम्बर 9 जुद्ध शमशेर। काठमाडौँको पुरानो दमकल सेवा, जुद्ध वारुण यन्त्र जुद्ध शमशेरसँग जोडिन्छ। 1937 मा उनले पहिलो फायर इन्जिन ल्याएको उल्लेख पाइन्छ। काठमाडौँको न्युरोड क्षेत्रमा जुद्ध सडक नाम पनि उनको नामसँग जोडिएको इतिहास हो। नम्बर 8 रानी पोखरी। काठमाडौँको मुटुमा रहेको रानी पोखरी राजा प्रताप मल्लले आफ्नो रानीको शोक कम गर्न बनाएको ऐतिहासिक पोखरी हो। यो नाममा रानी मात्र छैन, एउटा परिवारको दुःख र प्रेमको कथा पनि छ। नम्बर 7 रत्न पार्क। काठमाडौँको चर्चित रत्न पार्क राजा महेन्द्रकी रानी रत्नको नामबाट राखिएको हो। यो पार्क 1964 मा राजा महेन्द्रले बनाएको र रानी रत्नको नाम दिएको उल्लेख पाइन्छ। रानी महल पाल्पा। पाल्पाको काली गण्डकी किनारमा रहेको रानी महल खड्ग शमशेरले आफ्नो रानी तेजकुमारी देवीको सम्झनामा बनाएका थिए। त्यसैले यसलाई धेरैले नेपालको ताजमहल पनि भन्छन्। नम्बर 5 वीर अस्पताल। नेपालको सबैभन्दा पुरानो अस्पताल मध्ये एक वीर अस्पताल वीर शमशेरसँग जोडिन्छ। अस्पतालको अफिसियल साइटमै यो अस्पताल विक्रम सम्वत 1946 मा वीर शमशेरद्वारा स्थापना गरिएको र त्यसैले वीर अस्पताल भनिएको उल्लेख छ। नम्बर 4 पृथ्वीनारायण शाह। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको नामबाट पृथ्वी राजमार्ग र पोखराको पृथ्वीनारायण क्याम्पस जस्ता नामहरू चिनिन्छन्। नम्बर 3 राजा त्रिभुवन। राजा त्रिभुवनको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विश्वविद्यालय, त्रिभुवन राजपथ जस्ता ठूला संरचना छन्। नम्बर 2 राजा महेन्द्र। राजा महेन्द्रको नाम नेपालको धेरै ठाउँमा भेटिन्छन्। महेन्द्र राजमार्ग, पुरानो महेन्द्र नगर र पोखराको महेन्द्र गुफा उनको नामसँग जोडिएका चर्चित ठाउँ हुन्। महेन्द्र गुफा पहिला अँध्यारो भवन भनेर चिनिन्थ्यो। पछि राजा महेन्द्रको भ्रमणपछि महेन्द्र गुफा नाम राखिएको उल्लेख पाइन्छ। नम्बर 1 राजा वीरेन्द्र। सुर्खेतको वीरेन्द्रनगर राजा वीरेन्द्रको नामबाट राखिएको सबैभन्दा चिनिएको उदाहरण हो। त्यसैगरी छाउनीमा रहेको श्री वीरेन्द्र अस्पताल पनि उनकै नामसँग जोडिन्छ। राजा वीरेन्द्रको नाम अहिले पनि नेपालका सहर, अस्पताल र स्मृतिमा जीवित छन्। यी नामहरू हेर्दा एउटा कुरा स्पष्ट हुन्छ, नेपालका ठाउँहरू केवल भूगोल होइनन्। कतै प्रेमको सम्झना छ, कतै सत्ता देखिन्छ, कतै राजाको प्रभाव छ, अनि कतै इतिहास आफै नाम बनेर बसेको छ।